हेलो साथीहरू सबैजनालाई गुड मर्निङ नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ बिहानै म बारीमा आइसकेको छु लसुन गोड्नको लागि। अनि मैले गरेको अनुभव होइन, मैले लसुन रोपेर फलाएको सबै म तपाईँहरूलाई देखाउने छु आज चाहिँ है। नयाँ भिडियो छ, अर्कै खालके भिडियो छ आज चाहिँ होइन। लसुनहरू रोपेको अनि गोडेको है। म चाहिँ आज धेरै दिनमा यहाँ लसुन गोड्न आएको थिएँ अनि भिडियो बनाएर तपाईँहरूलाई पनि देखाउन मन लाग्यो अनि बनाउँदैछु है। हेरिदिनुहुन्छ भन्ने आशा राखेको छु है। हेर्नुहोस् ल, मैले गोडिसकेँ हो। अब चाहिँ म तपाईँहरूलाई देखाउँदैछु है। यहाँनिर मेरो लसुन बारी चाहिँ यही हो। मैले धेर त लगाएको छैन, लसुन कम्ती लगाएको छु अलिकति। यस्तो भएको छ, मैले गोड्न भ्याइनँ अस्ति कि। अनि यहाँ बिचको लसुन चाहिँ सबै मरेछ बेसी झार भएर हो। अनि यसलाई चाहिँ गोड्दाखेरि चाहिँ मजाले चिल्लो गोडेर माथिबाट खरानीले छोप्नु पर्दो रहेछ। अनि खरानीले छोपेर यसको जराहरू चाहिँ चलाउनु हुन्न रहेछ। हामीले चाहिँ जराहरू चलाउने यसलाई पल्टाउने कामहरू गर्छौँ नि त, त्यस्तो चाहिँ गर्नुहुन्न रहेछ लसुनलाई चाहिँ। मेरो लसुन चाहिँ यति नै छ। योपालि मैले कम्ती लगाएको थिएँ, पोहोर चाहिँ धेरै फलाएको थिएँ मैले, तर योपालि मैले स्याहार्न पनि भ्याइनँ, कम्ती रोपेको थिएँ त्यही पनि स्याहार्न भ्याइनँ, यस्तो छ हो। अनि अब म यसलाई चाहिँ खरानी लगाउँछु है। प्याजलाई चाहिँ हामी पल्टाउँछौँ गोड्छौँ होइन, लसुनलाई चाहिँ तर त्यस्तो गर्नुहुन्न रहेछ। प्याजलाई चाहिँ पल्टाउँदा गोड्दाखेरि चाहिँ त्यसको फल बढ्छ भने यसलाई चाहिँ चलाउनु हुँदैन रहेछ, सिधा राख्नु पर्दो रहेछ सकेसम्म। अनि यसलाई खरानी छर्किँदै 8-10 दिनको भित्रमा पानीले भिजाइरहनु पर्ने रहेछ। यसको यो माटो सुक्खापन हेरेर, माटोको सुक्खापन हेरेर चाहिँ 8-10 दिनको भित्रमा चाहिँ यसलाई भिजाइराख्नु पर्ने रहेछ है। मैले गरेको अनुभव। ल साथीहरू, मैले खरानी लगाएर चाहिँ यसको टोपी बाँधिसकेको छु हो। यसरी खरानी लगाएर टोपी बाँधेर चाहिँ यसलाई चाहिँ पानी लाउनु पर्ने हुन्छ। अनि पानी लगाएर यसलाई चाहिँ किन बाँधेको भन्नुहुन्छ भने, यसलाई खन्नुभन्दा अगाडि चाहिँ, उखाल्नुभन्दा अगाडि चाहिँ यसरी टोपी बाँधेको छ भने चाहिँ यो पत्ता सुक्दै सुक्दै यसको फल बढ्छ। जति यो सुक्दै जान्छ उति यसको फल बढ्दै जान्छ। अनि यसरी बाँधेको मैले। अब यसलाई कहिले बाँध्नुपर्छ भने चाहिँ यसको खन्ने भन्दा 1 महिना अगाडि चाहिँ यसरी बाँध्नुपर्छ। मैले चाहिँ यसरी बाँधिसकेको छु साथीहरू आज चाहिँ हो। धेरै दिनमा यसलाई गोडमेल गरेर खरानी लगाएँ अनि टोपी बाँधिएँ। अब भरे पानी लगाउँछु अनि चाहिँ राम्रो हुन्छ है साथीहरू। ल त आजको भिडियो हेरिहाल्नु भयो अनि लाइक कमेन्ट सेयर गरिदिनुहुन्छ भन्ने आशाको साथमा आजलाई बाई बाई, धन्यवाद।